आज दिदीको साथीले ल्याएको कोरियन नुडल्स खाँदा कस्तो भयो त ध्यान दिएर हेर्नुहोस्। आजको ब्लगको सुरुवात काठमाडौँमा भएको पोल्युसनबाट भयो। अनि कलेजमा गएर साथीसँग गफ फानेर हामी लाग्यौँ घरतिर। घरतिर फेरि काठमाडौँको भ्यू अब एकदमै फुलले ढाकिएको हुँदा मैले जात्रा हेर्दै म भाग्दै भाग्दै घरतिर लागेँ। अनि घर पुगेर भात बसेको थियो, भात खाएर अनि पानी भर्नतिर लागेँ। पानी भरेर बाहुबली बनेर ल्याएर आएँ। अनि दिदीले भन्नुभयो आज कोरियन नुडल्स छ मसँग, खाऊँ न त भने। फेरि दिदीले फेरि मैले भने ल हुन्छ म बनाइदिन्छु भनेर म बनाउँदै लागेँ। अनि त्यसमा सबै भएको मरमसलाहरूलाई हालेर अनि रेडी भइसकेपछि खानतिर लागेँ। यस्तो मिठो हुने रहेछ, आमामा हो। अनि म लागेँ भाँडा धुनतिर। आज मेरो भाँडा धुने पालो भएको हुनाले अनि भाँडा धोएर म लागेँ जिमतिर। अनि जिममा गएर फर्स्ट कपडा खोलेँ। अनि त्यसपछि फेरि आज मेरो ब्याग खान्ने भएको हुनाले ब्याग खानतिर लागेँ। फर्स्ट पुलअपबाट मैले वर्कआउट सुरु गरेँ। अनि ब्यागको एक्सटेन्सन हान्नतिर लागेँ। अनि ब्यागको एक्सटेन्सन हालिसकेपछि आज मेरो बाइसेप पनि हान्नु थियो, बाइसेप पनि म हान्नतिर लागेँ। अनि घर आएर चिसो पानीमा क्रेटिन खाएर म एकछिन फ्लेक्स हान्नु भनेर फ्लेक्स हान्नतिर लाग्यो। अनि आजको फ्लेक्स हान्दै मैले आजको ब्लगलाई एन्ड गरेँ। हस्त ल, बाई।